ठाउँ झिगो नेवा एकता दिवस या नस्का झी ठाउँ मुनाचुना झिसन नारायण ठेक हुन कि बागमती प्रदेश मान्दैनौँ पहिचान हामी सक्दैनौँ नतिने हे जनकवि जुया पछि कविता नञ्जन हुन अथवा चाहिँ लोककवि जुन ठाउँ छटानिता तैदी ढुङ्ल वेगन तैजुला कि आयु सन्दर्भ झेस नेवा स्वास्थ्य राज्य प्राप्तीय सङ्घर्ष त अझ चाहिँ जो झ्याके मागु तर झिउ देशे झिस ताप्ना कथ ठाउँ चकन नेपाल सरकार नेपाल राजनीतिक दल चाहिँ भू ढङ्ग चाहिँ छने कि उत्पीडित जाति चाहिँ मुक्तिका लागि चाहिँ नबुचाएका विवाह छ वो नबुचाएकी जामाया बरु 62-63 साल यो जनक्रान्ति जो जनक्रान्ति लिपा वे ढुको उपलब्धि तकन बुलो बुलो चाहिँ लागता कहाँ हुन्छ देश चाहिँ झन्झट लिउने छदानीका घटना नुमङ्ग्यु खसा ढब 60% चाहिँ समानुपाती समावेशी ढो 62-63 साल यो जनक्रान्ति लिपायो संविधान सभा आओ 40% झरेर नापा चाहिँ संविधान यो धारा 138 से पहिचान सहित संघीय शासन व्यवस्था दुईका घोषणा यन्त्र हो तर आउन मर्यादा आ प्रशासनिक संहिता कथा जम्मा जम्मी खुसी यो चाहिँ धायो लिन छ न्याउ प्रदेश खुसी हो ता धाले बागमती हो धागन्डो बा चाहिँ कर्णाली हो धागन्डो गण्डकी हो धागन बावी चुन खुसी हो प्रसवन क्षेत्र यो लिन चारका पटाभर घोषणा यन्त्र तर संसारे संघीय राज्य व्यवस्था उत्पत्ति जो भयो खुसी खुसी लागि म न वो चाहिँ हिमालय लागि ख जनता छिपी चाहिँ उत्पीडन लाट भुक्ता उत्पीडन लाट धारले गोर्खा राज्य विस्तार लिपा थन्यौ चाहिँ सांस्कृतिक सम्पदा थन्यौ भाषा सभ्यता फुक्क नडाउन एकल जातीय शासन ल वो एकल जातीय शासन जो एकात्मक राज्य व्यवस्था त समाप्त याउ लागि छित चाहिँ संघीय राज्य माओवादीका झिसा चाहिँ 62-63 साल जनक्रान्ति घोषणा हो मरेश र विद्रोह ठोय उद्घोष त आदिवासी जनजाति राष्ट्रिय आन्दोलन अझै चाहिँ थारू आन्दोलन थरुवट आन्दोलन अझै चाहिँ शिल्पी देव खस देव फुक्सा सुदालले ढाबले आ नेपाली त घु आधारे संघीय शासन व्यवस्था माल तर झिसा काम रङशाला उलिमची झिसा मास मुनका नेवा राज्य घोषणा हेन ठाउँ झिनी त लुमुनका छन् छौ इतिहास कथा छ तर वर्तमान इतिहास यो चाहिँ सोहेबले वो रङशाला यो चाहिँ झिसा गो तजु सङ्घर्ष ख वो सङ्घर्ष छुए उपलब्धि हासिल मयासे ठाउँ घटेका अठ्या जुल अझ उलिजकम हो ठाउँ गनेलाई झिसा ख के घन गोर्खा राज्य विस्तार लिपा चाहिँ समस्या हो हान वे पुता वित्तीय चाहिँ ज्यासुरा ठिक विषय शिवजी जब वर्तमान प्रधानमन्त्री जो चन्दागिरी डाँडा हुन अनवनसाथ के वेक्न छुँदै लासा ठ्याक कृष्णान सान ठोया थाहा छ सायद चाहिँ सोजी एजुली कृष्णान सायो ठ्याक भ्याजुपट्टि छौ चाहिँ शालिक ढसवाके मलाई भ्या ताल छुई लिपाला राष्ट्रपति प्रधानमन्त्री डब्बा जाना गए चाहिँ औपनिवेशिक दास्ता यता चाहिँ लुमङ्केको ठाउँ चन्दागिरी हिले चाहिँ उहाँको चाहिँ शालिक ठाउँ अझै चाहिँ पञ्चायत कार्य मजु ज्यान जोताउनु पञ्चायत कार्य न सैनिक हेडक्वार्टर चाहिँ विज्ञान आयो शालिक मरु तर थो देश चाहिँ निर्माता थो देशको चाहिँ थन हमा विज्ञान साजुले सैनिक हेडक्वार्टर विज्ञान सायो शालिक न वे के बिवले यो सरकार नक्चिने तयारको अवस्था अझ भिसिट नेपाल यो ठाउँ चर्चा जो चौधो छिप्सो भिसिट नेपालका नेपाली समृद्धिको लागि खो एकदमै छौ बालाउ खर्गा सायद झिल नेवाट न बाजा गाजा सहित जनवरी 1 खुनु हो न तर पर्यटन मन्त्री चाहिँ छुट घोषणा चोरो छिक्सा सुएजी पर्यटन मन्त्री दैछो न ए आ खो एकीकरण इले चाहिँ नेपाल च्याकु इले
गुगु लोगो चाहिँ पृथ्वीनारायण शाहका उता एकीकरण चाहिँ चाहिँ पर्यटकीय मार्ग दिएकी उसका घोषणा फेर थयामिनी चाहिँ नेतृत्व डट्टले झिसा झिउ जातीय मुक्ति महासचिवजी एजुए ठो महासमूहको जिता धाथे झिसा पुन्जु खसा थया सत्ता त पलटिया फेकमा क्रान्तिया फेकमा दने फेकमा अलि त झिसा चाहिँ सत्ता त पलटिया जे नेवा त्यसो नापना थै कि खाइसी बिना चाहिँ चाप्सी सही मुख खाइसी बिना चाप्सी सही आ झिसा छुयान जना धावले खाइसी सही बिना चुना अले चाप्सीला गर्न सही एजो कारण जे छिपिन चाहिँ थाहा कि आ झिसा धाथे पहिचान्यो आधारे ध्रुवीकरण आवश्यकता हो पहिचान्यो आधारे एकता आवश्यकता हो झी ठाउँ भिन्न गुना चुना झी ठिठी राजनीतिक दलले समर्थक जिफो ठिठी राजनीतिक दलले भातृ संगठन नजिफो ठिठी सामाजिक संस्था आबद्ध नजिफो तर न्याउले जे आबद्ध जुयाचन खसन झी ठाउँ चाहिँ मात्र नेवा जुया होइछ झिके नेवा नुगटु झिके स्वयं दृष्टिकोण रो राजी सन्देश ठोख छनु निनु जग केना मजो ठुली मनु न केना जग मजो ठोख आम नेवा त फ देशी भिन्न चाहिँ नेवा त दो फुक्सा वाचा के मारो ठो वाचा गल कि तिनी अले झिस हान झिउ ठाउँ सुख समृद्धिको लागि ठाउँै राज्य सत्ता कायम याफे त धामास्टी हो गुलगुलिसा धै कि थो नेपाल चाहिँ ठुक्न ठोस रुपैयाँ मौजुसा सायद चाहिँ ब्रिटिस साम्राज्यबाट छु देश न क्या हुन दिइरहे जिफो छौ चाहिँ वेलकम चाहिँ एजुम्सन थौ गो वेलकम धैर्य खो जिए बगो जिसन धामु तर झिउ लागि ठाउँ खसा इतिहास नेपाल मण्डलका झुगु राज्य ख नेवा त्यसो चलान्छौ न्याउ स्टेट हो स्वतन्त्र राज्य तो संघीय राज्य कथा ये छौ सार्वम सत्ता संपन्न राज्य ख येला अलग्गै सार्वम सत्ता संपन्न राज्य ख खोपन अलग सार्वम सत्ता राज्य ख अझ बालखाओ भटन सार्वम सत्ता संपन्न राज्य ख झिनेवा त्यसो नेपाल मण्डली नामे न्याउ राज्य चलायो दिपा बनेपा राज्य अर्थात् भट राज्य अनैमा जुजुरी क्यामरे ढुङ्गा खोपना पछि एकीकरण जो ताले खोप राज्य इन्द्रावती तक छु नपायो चाहिँ इले थोप्यमु राज्यलाई दिपा पृथ्वीनारायण शाह राज्य विस्तार याबले तक्न ढो सम्पूर्ण राज्य यो चाहिँ संघीय राज्य कथा नेपाल मण्डल ख फेडरेसन अफ नेपाल ए जुन नेपाल धामले झिउ नेपाल गाई त काई फसा नेपाल मण्डल धालकी बलखा तकै सम्पूर्ण बुढी गण्डकी निसे तामाकोशी तक जो चाहिँ शिलु तीर्थ निसे महाभारत रेन्ज तकै सम्पूर्ण एरिया तो राज्य जो जो टाइम नेपाल गरीबला ठौ मन्टेस है सिङ्गापुर चाहिँ समृद्ध जुल थाइल्यान्ड विकास जुल दक्षिण कोरिया विकास जुल है तर वो इले नेवा देश वो इले छो देश शासन यार तो ख वो इले ढाउ खसा दक्षिण कोरिया स्वयं नेपाल विकसित जो सिङ्गापुर स्वयं नेपाल विकसित ठाउँ चाहिँ 250 वर्ष यहाँ खकायो खस छौ इले नेपाल शासक देश नेवा त शासन सत्ता दु टाइमे ब्रिटेनी त टक्न ऋण बिफु देश ढका चाहिँ नाद झिस थने चाहिँ सोइदिस भोलि बाबा लाउ गजु त दुपट्टि मन्दिर दो झिउ चाहिँ हनुमान ढाका दरबार सोइदिस येल बाई खपै लाटु सोइदिस विश्व सम्पदा नेपाल यो झिउ टुछ्याउनु हो मध्ये नेउला नेपाल मण्डल टुनेला झिउ मध्ये यही तो भिजिट नेपाल त सफल आउ खासा पृथ्वीनारायण शाह गण चाहिँ राज्य एकीकरण यादव गइबो इबि थनु सांस्कृतिक सम्पदा सो होइ ठो सोनी लटुने गु सोंगु चाहिँ झिउ मध्ये सोंगु बाहेक नेउ चाहिँ सांस्कृतिक सम्पदा हो वो सांस्कृतिक सम्पदा छौ ठासा न्यौ ठासा हुनु लागि छौ सांस्कृतिक ट्रेल देउका भस्दायाले अल जग्गा वो पर्यटन मन्त्री त चाहिँ छ ढाका वो सांस्कृतिक ट्रेल भस्दायाले थन चाहिँ संस्कृति सोएर बोला हिमालय चाहिँ छौ हिमालय मेउ हिमाल वन्ट छौ हिमाली ट्रेल विकास ढाले माउन्टेनिङ एडभेन्चर या त वही पर्यटक अनाकर्षित दिएका थयो किसिम चाहिँ कुफुट्टी डुबी नेता त थयो किसिम गलत ढङ्ग चाहिँ शासनिक नेता त डक्टरले तिमीसँग शासन सत्ता सञ्चालन यादले झिसा चाहिँ मुक्ति हासिल आफै तर इपि गुप्त शासक द्विपदले साथन गुप्त इपि चाहिँ
मन्त्री जी फट गुक्ता उक्ता चाहिँ प्रधानमन्त्री जी फटा ढाबले झिए नेपाली जनता भोट जिख्नु झिउए भोट चौँडो झिसा चाहिँ हिन्दू धर्म धैर्य छौ हिन्दू धर्म सुधिरहेछ गौ माता ढाल्की सिक्कै पूजनीय जीका मतलब यो गोबर्न चाहिँ पवित्र यो चाहिँ चोर्न पवित्र हरेक चिज पवित्र है अहिले गौ माता ढगा थारामा गाई दैने थारा अर्थात् चाहिँ बाजामा साइड न झिसा छुरै घाँ तयार नका चुनिन्छ बाजामा साइड त घाँको घाँ तयार नोक्सा म डुल्कीको आ झिसा दुनियाँमा बिमा साइड त चाहिँ नका थुनाउनु अहिले झिउ पैसा झिउ नेवा राज्य वैला ए जुया झिसा धाथे नेवा राज्य का ख आ नेवा राज्य मोर्चा आयो ठो नेउ प्रदेश नेवा तामसालिङ एरिया ऐतिहासिक टाइम दिनाछ ठो हिगायो नेपाल मण्डल धुनेन नेवा तेउला न्याउ स्टेट धगाजी दया तामाङ तेउले चाहिँ भिलेज रिपब्लिक त इम्युन चिची रौ गणतन्त्र त तिमाल राज्य धाउला 75 हो राज्य रु इम्युन फै नेपाल मण्डलले धुने इम्यु मुखिया शासन यो अथे चाहिँ धादिङे सेम जग्गा नै इम्यु भिलेज रिपब्लिक तो अथे ककनी न तो अयो रिपब्लिक इम्यु न मरु हो नेपाल मण्डल धुनेला ठो सम्पूर्ण ऐतिहासिक त ध्यान तेबले आ नेपाल मण्डल यो नाम हु झिसा पहिचान युक्त राज्य उब्लेन पल चल्यान चुनाव ख तर आयो सहमति यो अवस्था नेपाल देशीय गौरव भएका ध्यानको अवस्था वो कारण तामाङ पास्पिना पर्न खजुले वेका पिस मको आएको चाहिँ नेवा तामसालिङे जुल धासा झिटोक्सु साझा दुईफै छाडहरूले भविष्य मरण पर्यात आएको गो चाहिँ 10+1 भएका छौ वैज्ञानिक ढङ्ग प्रस्तुत याव ख पहिचान लिन राज्य व्यवस्था याव केन्द्र क जाति यो मङ्का शासन है ठठौ ठासे चाहिँ स्वशासन याव वो ल्याख चाहिँ केन्द्रीय साझा शासन प्रदेश स्वशासन याव लागि भविष्य नेवाको प्रतिनिधित्व यो नेवा राज्य तामाङको प्रतिनिधित्व यो तामसालिङमा तर आल जुयाचो मरु एज आयो अवस्था तो 3 नंबर प्रदेश जुने तो न्यूली स्टेट लाइव जु कारण हैन ठोस राज्य त आज नेवा तामसालिङ जना वनमा भविष्य चाहिँ फिटर चाहिँ छ अलग ठठौ स्वायत्त राज्य गठन ह्याउने एकदम एजुया झि नेवा स्वायत्त राज्य मङ्का संघर्ष समिति घुमेसा ठाउँ ठो कार्यक्रम संयोजन यान्छौँडो नेवादे डब्ल्यू ठुकी त संयोजन याना ठोस स्वायत्त राज्य प्राप्ति आन्दोलन त झिसा छुई ह्याउनिसे बसन्ती 63 साल लिपा ह्यागा वइ चुनाव ख ठो खै त ध्यान तया आ झिसा बागमती प्रदेशमा को नेवा तामसालिङे जिमा थियो आन्दोलन त अझ बालक ह्याके ठेक्न अन्त्य चाहिँ छुडा ढाबले ठो सङ्घीय राज्य व्यवस्था भयो सङ्घीय राज्य व्यवस्था पार्टी र सङ्घीय ढाँचा यी जे नेपाल कम्युनिस्ट पार्टी नेकपा 5 मिनट न धैजोना वेक पनि न धारणा जे सुखन धासा वास्तवमा ठो सङ्घीय ढाँचा यी दुईमा थियो 3 नम्बर प्रदेश जो कि 5 मिनट भनाइ न खन्नु मेमे ठाइ बिना साथ थयो यो धारणा दै वेक विषयमा धैजोडो सङ्घीय ढाँचा खसा पार्टी हो राज्य शक्ति पार्टी हो शक्ति केन्द्र त दैमको केन्द्र हान्दाले केन्द्र सङ्घीय संसद केन्द्र सङ्घीय मन्त्री परिषद ठ्याठाले हान्दाले अहिले प्रदेश चाहिँ प्रान्तीय सरकार प्रान्तीय व्यवस्थापिका अनि चाहिँ प्रान्तीय नेतृत्व हरेक चिज चाहिँ पार्टी प्रादेशिक पार्टी छ अर्थात् 3 नम्बर यो पार्टी छ ठो सङ्घीय ढाँचा यो पार्टी तर ठाउँ वा सङ्घीय ढाँचा त व्यवस्था राज्य प्रणाली जगम हो पार्टी प्रणाली जगम मयासे 3 नम्बर प्रदेश त बाइपास न ठाउँ चाहिँ नेपाल कम्युनिस्ट पार्टी नेकपा यो नयाँ ठाउँ निर्देशित गर्छ अर्थात् एकात्मक ढङ्गले या त वेकअप संस्था सोचाइ जोड्नु कि 3 नम्बर प्रदेश यो पार्टी हैन गोबर्ख मानवेन्द्र प्रदेश सभा हैन गोबर्ख जिल्ला सुधार भएदै गोपी कृष्णको ढाँचा आ प्रदेश सभा न गोपी कृष्ण गए एज वेकअप संस्था फोटोमा चाहिँ केन्द्र निर्देशित गर्छ एज जो इनाप्रो 3 नम्बर प्रदेश नेपाल कम्युनिस्ट पार्टी नेकपा न जो इनाप्रो फ आन्दोलन नित चाहिँ सहयोग जगमगो पार्टी आयो निर्देशन सङ्घीयता विरोधी निर्देशन जोले जिन्छ कार्यान्वयन या फैमगो ढाँचाइकन अहिले जग्गा झिसा चाहिँ वास्तविक रूपमा सङ्घीय ढाँचा यो चाहिँ पार्टी गरेको अन्त्य हान चाहिँ दा कि नेपाली संविधान यो धारा 295 यो उपधारा 2 उकि स्पष्ट रूपमा छुट्याइटौरो ढाबले प्रदेश यो नामाकरण प्रदेश सभा यो 2/3 बहुमत यही प्रदेश सभा बैठक यो
दुईटाई बहुमत चाहिँ प्रदेश नामाङ्कन याइ ढगा थोरै संविधान यो 295 यो उपधारा 2 ले चोइदो अले मेठा थोरै संविधान यो धारा 187 यो उपधारा 2 ले चोइदो ल्याउले प्रदेश सभा ठाउँ कार्यक्षेत्र ढुने लाऊ ठाउँ क्षेत्र ढुने अधिकार ढुने लाऊ हरेक विषयले थमै निर्णय अधिकार हो थमै निर्णय यही ठुकी चाहिँ सुनान हस्तक्षेप यादै मुखो र प्रदेश सभा यही निर्णयले मुद्दा टर्न लगाएपछि म गाछुइद स्थय संविधान तर त्यो संविधान यो धारा 295 दिउन विपरीत जुल प्रदेश सभा ठाउँ निर्णय थमै यादै थियो अधिकार दिउन विपरीत जुल एजो कारण त्यो निर्णय असंवैधानिक नख अलोकतान्त्रिक नख विधिव शासन हिसाबमा केन्द्रीकृत शासन हाना हेउ चाहिँ खुटा ख थयो किसिमको खुटा यो विरुद्ध हाना छक झि नु ढङ्ग चाहिँ ल्याउनमा त्यो संविधान संशोधन याना छक झिसा चाहिँ बोले फेरि कारण झिसा त्यो संविधान संशोधन एजेन्डा इतन नेवा देश इले योको न्यनिसे त्यो संविधान जारी जुसा निसे उठाएन उडो फोखै त ध्यान दया संविधान संशोधन तर वर्तमान प्रधानमन्त्री जो छुदै थियो थोंगले यी दयो संविधान संशोधन बाजा थाहा यी मको यदि संविधान संशोधन बाजा थाहा यी मोक्सा जी संविधान संशोधन यादगा द्विपक्षीय सहमति याबले सुकियो देनो सो एला छोटो न जनो कि नसा तुबे जनो एजुले आयो ठो इले जिसा थयो किसिमको चाहिँ गलत ट्रेन विरोधियामा झिउ लागि झिउ अग्रगामी परिवर्तन या लागि छु ठाउँ पार्टी दलको लागि बगो नेपाली समाज उन्नतिको लागि प्रगतिको लागि समृद्धिको लागि सुशासनको लागि पैसानिउ रापु बा पैसानिउ चाहिँ लडाई ट्याकिको लागि झित चाहिँ ठो संघीय शासन माउ ख झित संविधान संशोधन छ्या माउ हामीले छु पार्टीको लागि माउ मुटो संविधान संशोधन झिउ नेपालले पहिचान सहित संघीयताको लागि लम्फु चाक माउरो लम्फु चाक ढुङ्गा झिसा नेवा राज्य सहित 10+1 हे माउरो उचिए लागि झिसा संविधान संशोधन खन हेर्न ख एजुले नेवा स्वायत्त राज्य मङ्गा सङ्घर्ष समिति पाखे हो ठाउँ नेवा एकता दिवस यो लस्टा छौ हिसाबमा त्यो कार्यक्रम तैजल तर ठो झिउ लागि लस्टा जुइ मुफ्त कस 21 गते प्रदेश सभा बैठक तैदौरो ठाउँ संजोगे ढा ठाउँ 19 गते झिठन मुना चुनाउरो एजुले झिसा 21 गते प्रदेश सभा यो गु 3 नम्बर यो बैठक जिताउनु उकि त व्यापक रूपमा चाहिँ जनदबाबी लागि हेडौडा वना जिल्ला छुयामा ल ठुकियो लागि चाहिँ हाना छक चाहिँ हेल च्यागेमाउरो र इन्ट बागमती प्रदेश यो चाहिँ खै त रोकामाउरो वास्तवमा चाहिँ संवैधानिक रूपमा सहयोग गर्छ सोङ्गु जगन्नाथ जनता जो चौन नेवा तामसालिङ नेपाल मण्डल अले गौरी शङ्कर बागमती प्रदेशलाई अब सुनान प्रस्तावित ठाउँहरू गु प्रस्तावित ठाउँहरू उकि छलफल लायक प्रस्तावित मुगो एजुनी बागमती प्रदेश जिफै मुगो फो मिगयो पञ्चायत काले यो अञ्चल थे फो प्रदेश चाहिँ नु अवस्था वेफै मुगो फो खै त ध्यान दया झिस फो विषयवस्तु त उजागर या र थो विषयवस्तु हिरासा झिस प्रदेश सभा त र अन्तोटी सांसद जुपिन्द न योको चाहिँ इनापिया वेको पिन्द न दबाबी फो थासे पहिचान सहित संघीय राज्य स्थापना यो लागि कुटा या ठो कुटा मजुटले ठो चाहिँ प्राप्त मजुटले निरन्तर रूपमा दबावको मुखो सङ्घर्षको मुखो यदि ठो चिज मालदासा बलिदानीपूर्ण सङ्घर्ष नासा न्याउने थियो सङ्कल्प यान्दी थियो आशा यासे जे ठाउँ नुवा ठनै पचाके सुबा